हेलो नमस्ते अनि कोनिचिवा सबैजनालाई के छ सबै आरामै हुनुहुन्छ होला म नि भर्खरै कामबाट निस्केको अनि के कसो छ अहिले त काम चलिरहेछ अनि कोले नेपालबाट हेर्नुभएको छ कि जापानबाट हेर्नुभएको छ के कसो छ मान्छे धेरै छ अब मैले त काम मेरो पहिलेबाट गरिरहेको काम हो काम चलिरहेको छ अहिले धेरै मान्छेहरू आएको छ अहिले आमामा जता गयो त्यतै मान्छे छ जहाँ गयो त्यही मान्छे छ अनि कतिजना त काम पाउनु भएको छैन होला आज म काममा दिउँसभरि आज म जापानीसँग काम गरिरहेको थिएँ नियोजिनसँग काम गरिरहेको थिएँ काम गर्दा गर्दै अनि तिनीहरूले कसरी काम खोज्छ अहिले धेरै मान्छेहरू छ काम नपाएको जापानिजहरू पनि धेरै छ काम नपाएको मान्छेहरू अनि कसरी तपाईँहरूले काम खोज्ने बेला कसरी खोज्नुहुन्छ भनेर मलाई सोधेको अनि हामी त्यसरी खोज्छ मोबाइलबाटै एप्लिकेसनहरू छ यसरी खोज्छ भनेर भनेको थियो अनि के कसो रहेछ भनेर यसो बुझेको अनि 3-4 एप्स रहेछ अरूहरूले पनि गरेको चलाउँदो रहेछ आफू जापानिजहरूले पनि अनि तिनीहरूलाई सोधेर अनि मैले एप्सहरू लिएर आएको छु मैले राम्रोसँग बुझेको छैन त्यो एप्स कस्तो छ भनेर जापानिजहरूले चलाउँछ एकदम राम्रो छ भनेको छ त्यही भएर मैले तपाईलाई सरल एप्सको नामहरू भनिदिन्छु अहिले गरेर अनि त्यसमा एक दुईवटा फिचरहरू भनिदिन्छु के कसरी काम खोज्ने भनेर भनिदिन्छु अनि राम्रोसँग तपाईँले हेर्नुहोस् अनि अहिले कुरिरहेको टाइममा अनि के कस्तो हुन्छ तपाईँले आफूले पनि हेरेर अनि ट्राई गर्नु होला अनि त्यसपछि केही तपाईँले नजानेको छ भने अनि तपाईँलाई मलाई भनिदिनु म त्यसमा डिटेलमा फेरि कसरी चलाउने के गर्ने त्यो एप्सहरू कसरी गर्ने भनेर तपाईँलाई म सिकाइदिन्छु त्यही भएर अब भर्खर कामबाट निस्केको हल्का थाकिरहेको छु शरीर दुखिरहेको छ म रुममा गएर फ्रेस भएर दारीसारी काटेर चिटिक्क भएर तपाईँहरूलाई फेरि अनि रिकमेन्डेड गर्नलाई तपाईँलाई सेउखाइ गर्नलाई एप्स लिएर पसेको हुनेछु अहिलेको लागि टिल वेट गरिदिनु होला तपाईँलाई रुममा गएर भेटौँला है त दारीसारी काट्यो चिटिक बढ्यो अब ढिलो नगरी भिडियोको तर्फ लान चाहन्छु अहिले मैले भनिहालेँ तपाईँलाई मलाई जापानिजले 3 एप्स भनेको थियो त्यो एप्स मैले अझसम्म चलाएको छैन तर जापानिजले भने अनुसार अनि मैले खोलेर हेरेको अनि राम्रो आयो अनि तपाईँले एक दिनको लागि भने 2 दिनको लागि भयो भने एक हप्ताको लागि भने अनि एक हप्ता काम गरेर त्यसपछि म लङ काम गर्छु भने त्यही तपाईँले अनि कुराकानी गरेर लङ पनि काम गर्न सक्नुहुन्छ अनि मैले राम्रोसँग खोलेर बुझेको छैन मैले आएर अनि भर्खर एकछिन हेर्न त हेरेँ ठिकै लाग्यो मलाई धेरै कामहरू छ धेरै फ्यासिलिटी छ अनि धेरै फाइदा हुन्छ धेरै तपाईँलाई छिटो सहिदो हुन्छ त्यही भएर आफूले ट्राई गर्नु अनि तपाईँले ट्राई गरेर तपाईँले जान्नु भएन भने अनि मलाई कमेन्ट गर्न सक्नुहुन्छ मलाई मेसेज गर्न सक्नुहुन्छ यो एप्सहरूको लिङ्क तपाईँले डिस्क्रिप्सनमा पाउन सक्नुहुन्छ त्यहाँ गएर तपाईँले डाउनलोड गर्नुहोस् अनि एकचोटि तपाईँले आफूले ट्राई गर्नु अनि तपाईँले जान्नु भएन भने मलाई मेसेज गर्नु होला म फेरि तपाईँलाई एकदम बुझाएर सेचुमे गरेर नयाँ भिडियो ल्याउनु पर्छ कि नत्र मुखले भनिदिनुपर्छ के गर्नुपर्छ म आफैले भनिदिउँला त्यही भएर आज मैले 3वटा एप्स भन्छु 3वटा एप्सहरू आफैले डाउनलोड गर्नु होला यति भन्दै आजको भिडियो यहीँ सुरु गर्न चाहन्छु तपाईँ रेडियो लेट्स गो हवस् मैले 3टा एप अलरेडी डाउनलोड गरिसकेको छु त्यो एपहरू लास्टमा हेर्न जाऊँ सुरुमा छ तपाईँको ताइमी हुनेछ दोस्रोमा छ स्याफुरु छ स्याफुरु भनेको सुकिमा बाइतो तेस्रो नम्बरमा छ बाइतोहरू हुनेछ आउनुहोस् सुरुमा ताइमी भन्ने एपको भित्र गएर सुरुमा ताइमी एपलाई हेरौँ है त ताइमी हेर्न यसो गर्छ मैले अलरेडी डाउनलोड गरिसकेको भएको भएर मैले सबै आइडीहरू सबै मेरो आफ्नो आइडेन्टिफिकेसनहरू हालेको छु तपाईँले पनि आफ्नो फोन नम्बरहरू जिमेलहरू हालेर तपाईँले रजिस्टर गर्न सक्नुहुन्छ अनि यदि तपाईँले स्किप गर्नुभयो भने पछि काम खोजेर काम एप्लाई गर्ने बेला जसरी भए पनि तपाईँको आइडीहरू हाल्नु पर्ने हुन्छ त्यो कारणले गर्दा सुरुमै हालेर राख्दा चाहिँ बेटर लाग्छ मलाई तपाईँले सुरुमा माथि खायो बिक्यो भन्ने चुज गरेपछि यहाँ यति धेरै कामहरू छ त्यसपछि तपाईँले नेक्स्ट नम्बरमा तपाईँले 25 मा जान सक्नुहुन्छ माथि तपाईँको डेटहरू छ त्यो डेटको भोलिपल्ट हेर्न सक्नुहुन्छ यसरी भोलिपल्ट पनि यति धेरै काम छ पर्सिपल्ट यसरी काम छ अनि यस्तै सबै दिनमा कामहरू छ यो भनेको एक दिनको लागि हो अनि यसबाट तपाईँले गएर अनि राम्रोसँग काम गर्नुभयो भने भोलिपल्ट मलाई यहाँ पनि काममा बोलाइ म यही काम गर्न चाहन्छु भनेर तपाईँले त्यसलाई उनेगाइ गर्नुभयो रिक्वेस्ट गर्नुभयो भने तपाईँलाई फेरि त्यसपछि 15 मिनेट राख्न सक्छ यो भनेको तपाईँको एक दिन गएर काम हेर्ने हो तपाईँले अनि काम गयो अनि वहाँ गएर अनि काम मन परेन भने अनि एकैचोटि छोड्न मिल्दैन त्यो कारणले गर्दाखेरि चाहिँ तपाईँले एक दिन काम गर्ने अनि यसमा चाहिँ तपाईँको माथि लोकेसनहरू देखाएको छ मैले ओकिनावा भन्ने चुज गरेको छु म ओकिनावा हो तपाईँले त्यसमा गएर तपाईँले अरू आफ्नो कुन चाहिँ के हो आफ्नो कुन प्रिफिक्सर हो त्यसमा गएर तपाईँले आफूले चुज गर्न सक्नुहुन्छ मेरो लास्टमा ओकिनावा भएको कारणले गर्दा चाहिँ म लास्टमा ओकिनावामा मैले चुज गरेर मैले ओकिनावाको हेरेको अनि तपाईँले मापुदे सागसो भन्नेबाट पनि तपाईँ सागसो गर्न सक्नुहुन्छ यति धेरै छ हेर्नुहोस् यहाँ यो सब यो उसो देखाएको यो चित्रहरू देखाएको सबै कामहरू भएको यो अनि टाइमिङमा यति धेरै कामहरू छ तपाईँको म्याप हेरी गर्न सक्नुहुन्छ तपाईँले अनि यस्तै हो यसमा पनि एक दिनको लागि काम गर्ने हो अनि त्यसपछि नेक्स्ट नम्बरमा चाहिँ हाम्रो स्याफुरु भनेको तपाईँको सुकिमा बाइतो हो अनि यसमा पनि तपाईँको सेम त्यही हो
अनि अलरेडी आइडीहरू रजिस्टर गर्नुपर्ने हुन्छ तपाईले। अनि त्यहाँ पनि माथिको एक दिन भन्नेको छ। अनि अघिल्लो तामीमा तपाईले काम राम्रो पाउनु भएन भने अनि यो सुकिमा स्याफुर भन्ने मामा गएर पनि तपाईले गर्न सक्नुहुन्छ। यसमा पनि एकदम राम्रो राम्रो फिचरहरू छ अनि धेरै कामहरू छ यसमा। 25 मा अलि हेरिरहेको छु, यति धेरै कामहरू छ। अनि तपाईले हेरी गएर अनि यसमा धेरै तपाईको पोइन्टहरू छ। यसरी मेम्बरशिपहरुको पैसा आउँछ, तपाईले साथीहरुलाई रिकमेन्ड गर्नुभयो भने तपाईलाई पैसा पाउँछ, 500 रुपैयाँ पैसा पाउँछ। साथीले गएर काम गरिदियो भने काम गरिदियो पापाले पनि तपाईले पैसा पाउने धेरै चान्सहरु हुन्छ। अनि हिँडिरहेर पनि पैसा पाउँछ। अनि तेस्रो नम्बरमा चाहिँ हाम्रो बाइतहरु भन्ने, बाइतहरुमा पनि सेम त्यस्तै हो। तपाईले यहाँ हेर्न सक्नुहुन्छ इजखाय भनेर आएको छ। यो इजखाय भित्र गयो भने तपाईको अनि यहाँ कति धेरै उसर देखाएको छ। अनि 1 घण्टाको लागि 1150 बाट तपाईको सुरु भएको छ। ओकिनावा नर्मल भनेको 952 रुपैयाँ हो, तर यसमा हेर्दा चाहिँ तपाईको 1150 रुपैयाँ बाट सुरु भएको छ। अनि त्यसमा तपाईको आ र पा भनेर लेखेको छ। आ भनेको आरुबाइतो, पा भनेको पातो हो, दुईटै भनेको तपाईको पार्ट टाइम हो। तलतिर तपाईको अनि सेही भनेर देखाएको छ तारा सिखान्जी। अनि त्यो भनेको सेही साइन हो, सेही भनेको वर्किङ गर्ने मान्छे हो। त्यसमा चाहिँ महिनाको हेर्दा चाहिँ 32 मानबाट माथि पाउने भनेर भनेको छ। हेर्नुस् तपाईले हेर्न सक्नुहुन्छ। अनि तलतिर हेर्न सक्नुहुन्छ तपाईले आ र पा भनेर तपाईको टाइम दिएको छ 16 देखि 12 बजे। तपाईको 4 बजेदेखि 12 बजे छिर्न पर्यो तपाईले आ र पा। त्यसको बिचमा तपाईले आफूले कन्ट्याक्ट गरेर छिर्न पनि सक्नुहुन्छ। र तलतिर सेसनको चाहिँ दिउँसो 1 बजे र बेलुका 12 बजेसम्म छ तपाईको। त्यो गरे भने 32 मान ओभर हुन्छ। अनि त्यसमा तपाईले ओभर अठायो भने हेर्न सक्नुहुन्छ तपाईले कुन चाहिँ तपाई आयुर्वेद गर्ने हो कि पातो गर्ने हो कि गाको सेउ कि के हो सबै गर्न मिल्छ। अनि तलतला पनि देखाएको छ तपाईको कति पैसा के भनेर, कति हप्ता छिर्न पर्ने, कति दिन छिर्न पर्ने सबै कुराहरु देखाइरहेको हुन्छ। डिटेलहरु सबै कुराहरु त्यही हुन्छ। केही गर्न पर्दैन। तपाईको एक्सपिरियन्स होस् नहोस्, अनुभव होस् नहोस्, मतलब भएन तपाईलाई स्योर काममा हाल्छ। अनि अरूहरु पनि हेर्न सक्नुहुन्छ। त्यसमा गएर तपाईको छ यस्तोहरु हेर्नुस्, यति धेरैहरु छ तपाईहरुको। अनि यति सजिलो छ काम खोज्न, केही गाह्रै छैन सबै कामहरु। अनि अरूहरुलाई फोन गर्नु भन्दा अनि काम खोजे हैन, मान्छे खोजे हैन, सर्च गरी खोज्न भन्दा यसै नै तपाईले यहाँ सबै जनाको काम खोजेको मात्रै हो। यिनीहरुमा नै गएर कन्ट्याक्ट गरेर तपाईले गर्न सक्नुहुन्छ। यदि इजी छ। अनि त्यही भएको कारणले गर्दा चाहिँ आफ्नै सेल्फ गर्नु होला। अनि धेरै कामहरु छ, धेरै कुराहरुको एक्सपिरियन्सहरु मिल्छ। कुनमा धेरै पैसा दिएको छ, सबै छानी हेरी गर्न सकिन्छ। यति नै हो। यति नै थियो मेरो आजको 3टा एप्सहरु। तपाईले 3टा एप्सहरु कस्तो लाग्यो? अनि यो एप्सहरुमा तपाईले सबै आफ्नो भर्खर भनिहाले। अनि सबै आफ्नो आइडीहरु अनि सबै आफ्नो नम्बरहरु, जाहेर कार्डहरु, सब बैंक एकाउन्टहरु सब हाल्नु पर्छ। अनि सबै ह्यान्ड क्याश भन्नु पनि मिल्दैन, सबै बैंक भन्नु पनि मिल्दैन। तपाईले तल गल स्क्रल गरेर हेर्यो भने तपाईले थाहा पाइसक्नु भयो होला कुन ह्यान्ड क्याश हो, कुन बैंक हो। तर तपाईले ह्यान्ड क्याश नै भने पनि जेसुकै भने पनि आजको यस भिडियो भनेको मैले देखाउने काम पाएको छैन। मलाई धेरै मान्छेहरु छ देखाउने काम पाएको छैन भनेर। देखाउने काम नभएको मान्छेहरुलाई अथवा तपाईले देखाउने काम गर्नुहुन्छ त्यही पनि तपाईको टाइम पुगेको छैन। तपाईको स्कुल बिदा छ, स्कुल बिदामा 40 घण्टा काम गर्ने, 20 घण्टा भन्दा छैन, 30 घण्टा भन्दा छैन। अब त्यस्तो मान्छेलाई अनि यो एप्सहरु धेरै उस छ अनि युजफुल छ। अनि नदेखाउने कामहरु मात्रै हैन, देखाउने काम छैन भन्ने मान्छेलाई पनि धेरै युजफुल छ। अनि त्यही माथि तपाईलाई कस्तो हुन्छ भने अनि देखाउने काम गरिसक्नु भएको छ भने नि यो काम नगर्नु तपाईले पछि भिजामा प्रब्लम आउन सक्छ। किनभने तपाईले ह्यान्ड क्याश नै भने पनि तपाईको सुरुमा तपाईले रजिस्टर गर्ने बेला, तोरुक गर्ने बेला तपाईको आइडीहरु, तपाईको जाहेर कार्डहरु, फोन नम्बरहरु दिनु भएको छ। त्यो भएर तपाईलाई अनि धेरै थोरै पैसा कमाउनु भएको छ भने त केही फरक पर्दैन। धेरै कमाउनु भएको छ भने तपाईलाई पछि गएर भिजामा प्रब्लम आउन सक्छ। त्यही भएर सकेसम्म अनि नदेखाउने काम भन्ने हातमा पाए भन्दैमा अनि ह्यान्ड क्याश भनेर नबुझ्नु होला। अनि यसमा तपाईले ह्यान्ड क्याश गर्ने एउटा राम्रो एउटा आइडिया दिन्छु। जुनमा तपाईले जानुभयो, काम गर्न जानुभयो अथवा तपाईले अनि सर्च गर्दा भेट्नुभयो यो 3वटा एप्समा जुनसुकै भए पनि अनि यो एप्समा गएर तपाईले अनि फोन गर्नु, डाइरेक्ट फोन गरेर अनि यसो हो मलाई काम छैन भने मलाई ह्यान्ड क्याश काम चाहियो अनि नदेखाइदे, म अर्को काम देखाउने काम गर्छु तर अनि मलाई चाहिँ नदेखाउने काम लगाइदे, बरु म गान मात्रै गर्छु अनि यस्तो गर्छु भने तपाईले आफैले गएर सौदान गरेर आफैले बोलेर आफैले फोनमा गरेर पनि त्यसरी गर्न सक्नुहुन्छ। त्यो गर्दा चाहिँ बेस्ट हुन्छ। किनकि अनि र्यान्डमली अरू पसलमा अनि खोज्दै फोन गरेर काम नचाहिएको फोन पसलमा पनि फोन गरेर अनि काम छैन भनेर राख्नु भन्दा त्यही एप्समा गएर खोजेर यसरी काम देखेँ मैले, मलाई चाहिँ नदेखाउने काम चाहिएको अनि राख्दिनस् भनेर डाइरेक्ट त्यसमा फोन गर्नुभयो भने त्यताबाट बेटर हुन्छ जस्तो लाग्छ। त्यही भएर कृपया तपाईलाई युजफुल हुन्छ भने युज गर्नु होला। अनि नजानेको केही छ भने मलाई कमेन्ट गर्न सक्नुहुन्छ। म फेरि राम्रोसँग डिटेलमा एउटा एप्स मात्रै भए पनि जुन भए पनि एउटा एप्स डिटेलमा भिडियो लिएर पछि जुन भन्दै आजको भिडियो यही अन्त्य गर्न चाहन्छु।
तपाईहरुलाई भिडियो कस्तो लाग्यो भिडियो मन पर्यो भने लाइक गरिदिनु होला अनि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरेर सपोर्ट गर्न नबिर्सिनु होला म तपाईलाई यस्तै भिडियो लिएर सधैँ सपोर्ट गर्नेछु भन्ने बाचाको साथ आजको भिडियो यही अन्त्य गर्न चाहन्छु हस्त बाइ बाइ टेक केयर जय नेपाल